अरे के रोको यार। के रो जस्तो गर्छ के रो। हेलो साथीहरू सबैजनालाई वेलकम छ मेरो च्यानलमा। मेरो नाम अर्जुन थापा र म आज आएको छु यहाँ जे होस् अरूले भनेको सुनेर आएको। यहाँ चाहिँ तर्साउन दिन्छ अरे ह्यान त्यान नराम्रो चिजहरू देखिन्छ के भनेको सुनेर चाहिँ म आएको हो। त्यही भएर यसो 1-2 घन्टा जति बसेर चाहिँ यहाँ यसो निगरानी गर्छु। त्यस्तो नराम्रो चिजहरू के आएको रहेछ भने म तपाईँहरूलाई चाहिँ सेयर गर्नेछु कस्तो के हुन्छ। यदि त्यस्तै केही परिहाल्यो भने चाहिँ म भिडियो गरेर चाहिँ अपलोड गर्छु यो च्यानलमा। यो चाहिँ खास कहाँ हो भन्दाखेरि यो स्कुलमा हो। त्यहाँको पिउन पाले दाइले चाहिँ मलाई यो कुराहरू भन्नुभएको थियो। त्यही भएर चाहिँ म अहिले त्यहीँ जान लागेको हो। त्यही पनि हेरौँ। यो चाहिँ हल्का पारी देखिएको त्यो बत्तीहरू देखिएको भए पनि तर यो चाहिँ हल्का सुनसान ठाउँमा नै छ स्कुल। र साथीहरू फाइनल्ली म आइपुगेँ। अब यसमा बस्छु म यहीँ यतै बस्छु। 1-2 घन्टा जति विचार गर्छु। त्यस पछाडि चाहिँ अरू कुरा बाँकी हेर्दै यार खतरा फाइनल के हो यार पर्छ यार यी साथै गयो भने चाहिँ के हो। हल्का जङ्गल झ्याङ झाडी छ स्कुलमा पुग्नलाई। यस्तो झाडीहरू छ। यो चाहिँ स्कुल हो। अहिले कुरा गरेको यही स्कुलमा हो खास कुरा गरेको। के हो यार खर्चक र खुर्सुक गर्छ त यार। यही स्कुलमा हो एक्टिभिटी हुन्छ भनेको। म यहीँ बाहिरै बस्छु, भित्र चाहिँ जाँदैन। उहाँले भनेअनुसार चाहिँ उहाँ चाहिँ यहाँ पाले गरेर नाइटमा पनि बस्दाखेरि राति चाहिँ के हो एकजना लेडिज आउने गर्थ्यो अरे। खासै मैले डिटेलमा बुझ्नको लागि चाहिँ उहाँसँगबाट भिडियो सुट गरेको भए ठिक हुन्थ्यो। मैले भिडियो सुट गरेन। त्यति बेला मसँग मोबाइल पनि साथमा थिएन। अब चार्जमा थियो। अब मोबाइल पनि सिटिमिटी लिएर हिँड्दैन मैले। यहाँ चाहिँ नि एक्टिभिटी हुन्छ भन्ने मैले सुनेको थिएँ उहाँले भन्नुभएको अनुसार। तर के हुन्छ हेर्दै जाउँ। र ठिक छ म अहिले एकछिन बस्छु। लगभग 1-1.5 घन्टा जति बस्छु होला। 1.5 घन्टाभित्रमा के हुन्छ हेरौँ। यहीँ बाहिर नै बस्छु, भित्र चाहिँ जाँदैन, एक्लै नै छु। उहाँले भनेअनुसार चाहिँ म यसो बुझौँ के कसो रहेछ भनेर। रियल हो कि
जुट हो भनेर मात्रै एउटा एक्सप्लोर गर्न खोजे हो। खासै त्यस्तो होला जस्तो त मलाई लाग्दैन। यता अघि झाँस्राको चुस्रु गरिरहेको थिएँ, केले हो कुन्नी त्यो थाहा त छैन। अनि मलाक्रा मुलुक गरिरहेछ, पानी पर्ला जस्तो भइरहेछ। खासै त्यस्तो केही जस्तो त लागेन, तर धेरै टाइम बस्न हुन्थ्यो। अब 12 पनि बजिसक्यो, 12 बजेर पनि अझै बढी नै भइसक्यो। त्यही भएर अब म बस्दिनँ होला। लगभग म बसेको पनि अहिले 1 घन्टा लगभग बढी नै जस्तो भयो। मा चाहिँ के हो, के चलिरहेछ कुन्नी, बरु यो झाडीमा चाहिँ एकचोटि राम्रोसँग हेरौँ न के रहेछ। यस्तो खासै केही चिज छैन, एउटा लाइट बलिरहेको छ, अरू केही छैन। सो अब चाहिँ म यहाँबाट जान्छु। यहाँ मैले केही देखेन। अरे के रोक्यो यार। के रोए जस्तो गर्छ। ठिक छ साथीहरू, अब यो खै के रोग हो, कुकुरहरू भुकिरहेछ। त्यो खासै त्यसमा चाहिँ ध्यान नदिउँ होला। 1-1.5 घन्टामा पनि खासै यो मलाई मजाक जस्तो लाग्यो। हुन त के हो, अब आफ्नो आँखाले नदेखे पछाडि पत्यार लाग्दैन भन्थ्यो, साँच्ची नै होला होइन। अब हजुरहरूले देखेको छ भने भन्नु होला, कमेन्ट गर्नु होला। यस्तो ठाउँमा कहिलेकाहीँ फस्नु भएको छ भने भन्नु होला, कमेन्ट गर्नु होला। र हजुरहरूको साथ सपोर्ट र माया पनि दिइराख्नु होला। मेरो भिडियो यहीँ बन्द गर्न चाहन्छु। थ्याङ्क यू।